Hi everyone, म फेरि आइसकेको छु स्कुलमा, त्यो पनि टोखामा रहेको एडु समी सेकेन्डरी स्कुल. Hi everyone. Hello everyone. हजुरले कहिले सुन्नु भएको छ कोदोको बिस्किट, कोदोको केही? अहिलेसम्म त सुनेको थिएन. सुन्नु भएको छैन. हजुरले कोदोको बिस्किट नखाए पनि कोदोको रोटीहरू चाहिँ खानु भएको छ कि नै? खानु भएको छ? मैले पनि खाएको छु भाइ. Thank you for asking. So आज चाहिँ हामी कोदोको बिस्किट ट्राई गरौँ है त. लाउनुस्. एकदम एक्साइटेड. हो एक्साइटेड, कति एक्साइटेड? फुल एकदम म्याम फुल. Oh my कोदोको बिस्कुट सुन्दैछु त्यही भएर. वाउ. मलाई चाहिँ एकदम मिठो लाग्यो. टेस्टी नि हो. मिठो रहेछ. मिठो लाग्यो हजुर. त्यसको लागि नि राम्रो गर्दा रहेछ. हजुर. अनि सुगर भएको मान्छेहरूले नि खान मिल्दो रहेछ. एकदम मिठो टेस्टी रहेछ. तपाईँले भन्नुहोस् न. अरूहरूले नि किनेर खाइदिनु. कोदोको बिस्कुट एकदम राम्रो छ. हजुरले ल्याइदिएकोमा धन्यवाद छ म्याम. थ्याङ्क यू. जो हजुरलाई मन पर्यो. एकदम म्याम. हजुरले हाम्रो भ्युअर्सलाई चाहिँ के भन्न चाहनुहुन्छ त? हामीले हजुरहरूले पनि अब यस्तै कोदोको बिस्कुट किनेर ट्राई गर्नुहोस्. अब मिठो लागेमा किनेर फेरि खानुहोस्. हेल्थको लागि पनि राम्रो हुन्छ. हजुर. स्वास्थ्यको लागि नि राम्रो हुन्छ यसले. अब यही भन्न चाहन्छु म्याम. थ्याङ्क यू सो मच. Thank you.